परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आफ्ना शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। यो के भन्छ खालि नाम र अर्पण मात्रै गरेन बाउ आमाले पनि आफ्नो अर्पण गर्नुपर्ने कुरा छ हामी सबै मण्डलीले प्रभुमा अर्पण गर्नुपर्ने कुरा छ आमेन हालेलुया हालेलुया एकदमै सुन्दर प्रभुले सुन्दरी छोरी दिनु भएको छ र हामी सबैजना अब मिलेर हामी एकजनाको लागि आशिषको प्रार्थना